एलेक्स यो फोटो हेर त। किन आमा राम्रो छ फोटो? तँलाई भने केटी यही हो। यो त त्यही प्रिया होइन आमा? हो प्रियाको फोटो हो। तिमीहरूको जोडी मिल्छ, तैँले प्रियासँग बिहे पनि गर्नुपर्छ। आमा मैले तपाईँलाई कतिचोटि भनिसकेँ यो केटी मलाई मन पर्दैन। आमा मैले भनिदिएको छु यो केटीसँग म बिहे गर्दिनँ। अनि यो केटी मेरो घरमा आएको मलाई मन पर्दैन। आजदेखि आइन्दा यो केटी यो घरमा आइ भने म तपाईँलाई पनि राम्रो मान्ने छैन। तपाईँको हुनेवाला बुहारीको फोटो तपाईँ आफै राख्नुहोस्। जिद्दी नगर निर्मला, तिमी काजी खानदानकी छोरी हो। तिमीले चाहियो भने मभन्दा धेरै राम्रो केटासँग बिहा हुन्छ तिम्रो। सुख सहेलसँग जिन्दगी बित्छ। हेर निर्मला, तिमी किन मेरो कुरा बुझ्दैनौ? तिमीलाई राम्रोसँग थाहा छ तिम्रो परिवारको स्तर र मेरो परिवारको स्तर मिल्दैन। तिमी कहाँ आकाशको जुन, म कहाँ धरतीको धुलो। प्रेम गर्ने जिन्दगी जिउने भनेको मैले हो, मेरो परिवारले होइन। मान्छे कोही पनि सानो ठुलो हुँदैन। यो त सब कर्मको खेल हो। भाग्य भनेको कसले जानेको छ र? धन र महल भएर के भएर मनै खुसी छैन भने त्यसको के अर्थ रहेर? जब म तिमीसँग खुसी छु भने तिमीले दुनियाँ बाहाना किन बनाउँछौ? के तिमीले मलाई मन पराउँदैनौ र? म तिमीलाई कति धेरै मन पराउँछु त्यो मलाई मात्रै थाहा छ। भोलि हामी यसरी भेट्दै गयौँ भने मैले तिमीलाई छोड्न नसकौँला अनि तिमी मबाट टाढा जान नसकौँला। त्यसपछि के हुन्छ? फेरि के हुन्छ? बिहे हुन्छ, छोरा हुन्छ, छोरी हुन्छ। छोरा भए तिमी जस्तै हुन्छ, छोरी भए म जस्तै हुन्छ। यति भए पुगेन र? तिमी ठट्टा मात्रै गर्छौ निर्मला। हो म पनि तिमीले भने जस्तै चाहन्छु, तर के गर्ने, हाम्रो यो माया सफल हुन देला जस्तै छ। यसमा न तिम्रो दोष छ न मेरो। एलेक्स, तिमी जहिले पनि यस्तो कुरा गरे किन मसँग तर्किन खोज्छौ? के म तिम्रो लायक छैन र? लाइक तिमी होइन म हो। अहिले घरमा थपाउनु भयो भने फेरि नराम्रो हुन्छ। तिमी यहाँबाट गइहाल प्लिज, नाइ नभन। ए प्रिया, त कहाँ जान लागेको? अरे एलेक्स, तिमीलाई यही भेटियो। तिम्रो घर जान लागेको, तिमीलाई दुध मनपर्छ भनेर। मलाई भेट्नलाई त आउनु पर्दैन मेरो घरमा। म आफै आएको छु तँलाई भेट्न। किन एलेक्स? बेको कुरा गर्नको लागि हो। तिमीलाई म साँच्चै मन पराउँछु। तर म तँलाई मन पराउँदिनँ र तँलाई मैले पहिला पनि भनेको छु म तँसँग बिहे गर्दिनँ। आमालाई फोटो पठाउने होइन, ल तेरो फोटो। एलेक्स, मन पराउनु गल्ती हो। राख आफैसँग फोटो। किन? कहिलेकाहीँ सम्झेको बेला हेर्न काम लाग्छ। खुब हेर्छु तेरो फोटो। ल मलाई ढिलो भयो, म जान्छु। ए गडा दीर्घ अझै आइपुगेन? आउँदै होला गाई साहब। दर्शन काजी साहब। दर्शन दर्शन बस पण्डित। उसो गाउँतिर घुम्न गएको थिएँ काजी साहब। हजुरलाई एउटा कुरा बिन्ती बिसाउँ कि भनेर आएको थिएँ। के कुरा हो? काजी साहब, हजुर रिसाइ बक्सिन्न भने एउटा कुरा राखौँ। आज मेरा यी फुटेका आँखाले के देख्नु पर्यो? मलाई त लाजै लागेर आयो। भन्न खोजेको के हो?
धेरै कुरा नबटार। गाउँमा अर्कै काजी आइसक्यो क्या हो? काजी साहब, तपाईँ यहाँ काजी हुँदाहुँदै अर्को को काजी हुनसक्छ र? तर तपाईँकै मान्छेले तपाईँको नाक काटिसक्यो। के भन्छौ तिमी? मेरो नाक काट्ने रे? मेरो नाक काट्नेको म घाँटी काटिदिन्छु। को हो त्यो? होइन होइन काजी साहब, हजुरले सुन्न अप्ठ्यारो मान्नुहुन्न भने म एउटा कुरा भन्छु, तर पछि मलाई अप्ठ्यारो पार्न पाउनुहुन्न नि। भन, तिमीलाई कुनै अप्ठ्यारो हुने छैन, मैले माफी दिएँ। खै कसरी भनौँ, त्यो दानेको छोरासँग हजुरकी मैसा त्यसरी मस्किएर टाँसिएर हिँडेको देख्दा मलाई चित्त दुखेर आयो। यही कुरा हजुरलाई बिन्ती बिसाउँ कि भनेर आयो। के भन्छौ तिमी? काजीकी छोरीसँग लसपस गर्न त्यसको हिम्मत कहाँबाट आयो? साँपलाई दुध खुवाएर पाल्यो भने त्यसले पछि आफैलाई डस्छ भन्ने सत्य। त्यसलाई पनि त्यसको बाउ जस्तै हली बनाएर राख्नुपर्ने। गरिब हो, पढोस् लेखोस् ठुलो होस् भनेर छोडिदिनु मेरो ठुलो गल्ती हो। पण्डित, तिमीले यदि सत्य भनेको हो भने म त्यसको हात खुट्टा भाँचिदिन्छु। हजुरको मैसाबले त्यसो गर्नुभयो भने त हजुरको नाकै काटिएर गयो नि काजी साहब। काजी साहब, संयम हुनुहोस्, बुद्धि विवेकले काम गर्नुहोस्। काजी साहब, मलाई अलिक हतार छ, म लागेँ। आउँदै गर पण्डित। त्यो पण्डितले भनेको कुरो सत्य लागिरहेको। आजभोलि हाम्री छोरी पनि निकै बाहिर हिँडेको देख्छु। त्यो आओस् न घरमा, भरे जाने। ए केटा, त्यो निर्मलाको चियो चर्चा अब तिमीहरूले गर्नु। कहाँ जान्छे, के गर्छे, त्यसको खबर सबै मलाई यहाँ ल्याएर सुनाऊ। ए प्रिया पो आएछ। आमा एलेक्स कहाँ गयो? खै अघि त घरमै थियो नि, गाउँतिर गयो होला। आमा एलेक्सलाई दुध मन पर्थ्यो, त्यही ल्याइदिएको। प्रिया हिँड न, एकछिन बसेर जाउँ। होइन आमा, अहिले मलाई अलिक हतार छ, अहिले म जान्छु ल, पछि आइहाल्छु नि। आउँदै गर है। हस् आमा, म आइहाल्छु नि, किन चिन्ता लिनुहुन्छ? आमा, तपाईँ यो केटीलाई घरिघरि मेरो घरमा किन बोलाउनुहुन्छ? यो केटी मलाई मन पर्दैन, अनि यो केटी मेरो घरमा आएको मलाई मन पर्दैन। निर्मला, एकछिन किन बुवा हजुर? तिमीसँग कुरा गर्नु छ, बस। होइन बुवा हजुर, ठिकै छ। के कुरा हो भन्नुहोस् न। त्यो 2 कौडीको मान्छे एलेक्ससँग तिम्रो लसपस चल्दैछ अरे, के सत्य हो? होइन बुवा हजुर, त्यस्तो केही पनि होइन। उसँग म एकान्तमा भेटेको पनि छैन। कहिलेकाहीँ नोट कपी लिन चाहिँ भेटेकी छु। तिमीलाई काजीको मान सम्मान इज्जत राम्ररी थाहा छ, तर तिम्रो कारणले काजी खानदानमा दाग लाग्ने काम गर्यो भने तिमी र त्यो केटोलाई एउटै च्यान बनाइन्छ। यो कुरा याद गर। होइन बुवा हजुर, उसको र मेरो नराम्रो सम्बन्ध केही पनि छैन। हामी एउटै क्लासको साथी मात्र हो। सम्बन्ध नराम्रो पनि नहोस्, तिम्रो काम पढ्ने हो, राम्रो पढ। अर्को कुरामा भन्दा आफ्नो कुरामा ध्यान दिनु। हस् बुवा हजुर। बिर्खे, त्यो जानेको छोरो एलेक्सलाई तुरन्त बोलाएर लिएर आइज। हस् सर। आमा के गर्दै हुनुहुन्छ? तरकारी बनाउन लाग्नु भएको हो, तरकारी पनि लाग्यो। के गर्नु आमा, एलेक्सलाई साग अत्याधिक मनपर्छ, त्यही भएर जब साग देख्छु एलेक्सको याद आउँछ। आमा लिनुहोस् न। कति दुःख गर्छौ प्रिया, मलाई छोरा थाहा पायो भने मार्छ अहिले। गाली गरे मलाई गाली गर्नुहोस्, लिनुहोस् न, लिनुहोस्।
आमा एलेक्सलाई मनपर्छ भनेर साग ल्याइदिएको नि। साग त मन पराएर के गर्नु, तिमीलाई मन पराएन प्रिया? आमा मैले तपाईँलाई कतिचोटि भनिसकेँ यो केटी मेरो घरमा आएको मन पर्दैन भनेर। तपाईँको दिमाग छैन कि हो? अनि त कहिले दुध बोकेर आउँछेस्, कहिले साग बोकेर आउँछेस्, मेरो आमालाई फकाएर के मसँग बिहे गर्छु भन्ने सोचेको छेस्? म तँसँग बिहे गर्नेवाला छैन, बुझिस्? हस् आमा गएँ ल म। बोलाइ आउँदैछ भाइ साहब। कैसा दर्शन तँलाई मैले यहाँ किन बोलाएँ तँलाई अचम्म लाग्न सक्छ। तेरो बाउ त जन्मिनुभन्दा पहिले मेरो घरमा हली त सानै छँदा तेरो बाउले यो संसार छोडेर। म चाहन्थेँ त राम्रो पढ, ठुलो मान्छे बन भने, तर तेरो बाउले लिएको ऋण अझै चुकाउन। मैले चाहेको भए तँलाई मेरो घरमा हली बनाएर राख्न सक्छु, त्यो मैले गरिनँ किनकि मेरो मन कमलो छ। काजी साहब के भयो? मैले त तपाईँको कुरा बुझिनँ नि। कुरा नबुझे जस्तो नगर। मेरो छोरी निर्मलासँग त निकै हिमचिम गर्दैछ। काजी साहब निर्मलालाई मैले त्यस्तो नराम्रो केही गरेकै छैन। हामी एउटै क्लासमा पढ्ने मान्छे, एउटै गाउँको मान्छे। तँलाई मैले सम्झाउनलाई मात्र बोलाएको, यसमा मेरो कमजोरी न। तँलाई राम्रोसँग थाहा छ काजीमाथि हात हाल्यो भने त्यो मान्छे सकिन्छ, नत्र भने जिन्दगीभरि पस्ताएर बस्नु पर्ला। काजी साहब हामी त तपाईँको छत्र छायामा हुर्केको मान्छे, जानी नजानी मबाट केही गल्ती भयो भने म सजाय भोग्न तयार छु। तर काजी साहब बिना गल्ती कसैसँग झुक्न सक्दिनँ। ए केटा, हिजोको फुच्चे काजीसँग मुखै लाग्न तँलाई लाज लाग्दैन? यो मैले तँलाई सम्झाएको मात्र हो, किनकि हिजो तैँले मेरो मानो खाएर हुर्केको। यो सब तेरो भलाइको लागि मात्र हो। काजी साहब तपाईँले मलाई सम्झाउनु भएको हो भने म मान्न तयार छु, तर तपाईँले मलाई धम्काउनु भएको हो भने त्यो मान्य हुने छैन। तपाईँ जस्तो काजी भएर हामी जस्तो गरिबसँग मुखै लागेको सुहाउँदैन। ठिक भनिस् केटा, तँ यहाँबाट जान सक्छस्, तर जानुभन्दा अगाडि यो कुरा याद गरेर जा। मेरो छोरी निर्मलासँग हिमचिम गरेको फेरि पनि थाहा पाएँ भने तेरो हात खुट्टा भाँचेर फेर्नु। काजी साहब जानुभन्दा अगाडि एउटा कुरा ध्यान दिएर सुन्नुहोस्, मैले चाहे भने तपाईँको छोरीलाई तपाईँकै घर अगाडिबाट धुमधामसँग बिहे गरेर लान सक्छु, तर मेरो स्वाभिमान बेच्न सक्दिनँ। ए केटा, यो फुच्चे अलिक वार्ता बोलिरहेको छ, यसलाई गलत्याएर निकाल। यदि मानेन भने यसको हात खुट्टा भाँचेर फ्याँकिदे। मलाई कसैले यहाँबाट गलत्याएर निकाल्नु पर्दैन, म आफै जान सक्छु। काजी साहब तपाईँसँग मेरो अर्कोपल्ट यसरी भेट नहोस्। गुड बाई। ए केटा, यो फुच्चे अलिक वार्ता बोल्दैन, काज को हो चिनेकै रहँदछ। कहाँ जान लाग्यो? म काजी साहबलाई भेट्न जान लाग्यो। ए हो लाइन। उता मलाई भेट्न। दर्शन काजी साहब, दर्शन किन भेट्न आयो? काजी साहब तपाईँको छोरी र एलेक्स त मिनी मोटरमा गफ गर्दै गरेको देखाएको थिएँ मैले। एलेक्स, म अब त्यसको हात खुट्टा भाँचिदिन्छु। काजी साहब अहिले चाहिँ मलाई अलिक हतार छ, मजी लाग्यो ल। हिँड गर। यो घरमा को छ? बाहिर निक्ल। साहब दर्शन बस्नुहोस् न। म यहाँ बस्न आएको होइन, तिमी अनि तिम्रो छोरालाई सम्झाउन आएको। कहाँ छ तिम्रो छोरो? खोइ। काजी साहब के भयो? के गर्यो मेरो छोराले? तिम्रो छोरोले मेरी नाबालिग छोरीलाई फकाइ फुलाइ गर्दैछ अरे। अस्ति पनि मैले त्यसलाई सम्झाएको थिएँ, तर त्यसले उल्टै मसँग मुख फुगाइ लाग्यो। मेरो छोरालाई राम्ररी थाहा छ काजी साहबको छोरीलाई कहाँ ठाडो सिटले हेर्न सक्छ र? हेर्न सक्ने मात्र होइन, हेर्ने प्रयास गरेको छ। अस्ति त मैले त्यसलाई
चेतावनी मात्र दिएँ। अब त म त्यसलाई त्यसै छोड्ने छैन। तिमीलाई त थाहा होला नि, काजीलाई चलायो भने के हुन्छ। काजी साहब, मेरो छोरो सानो छ, जानी नजानी गल्ती गर्यो होला, त्यसमा माफी पाऊँ, के सजाय भोग्नुपर्छ म भोग्नलाई तयार छु। गल्ती गर्ने तिम्रो छोरोले अनि सजाय तिमीले भोग्ने? जसले गल्ती गर्छ त्यसले सजाय भोग्छ। कहाँ छ तिम्रो छोरो? खोइ, आज म त्यसको हात खुट्टा बाँचिदिन्छु। कहाँ छ त्यो? कि तिमीले लुकाएर राखेकी छौ? काजी साहब, छोरा घरमा छैन, छोरा मेरो हो, छोरा म सम्झाउँछु, बिन्ती छ त्यसो नगरिदिनु होला। जसले मेरो खुसी लुट्न खोज्छ त्यसको खुसी मैले कहाँ देख्न सक्छु? तिम्रो छोरोको भाग्य बलियो रहेछ। आज भेटिएन, तिमी भाग्यमानी आमा रहेछ। एक दिन भए पनि तिमीले छोरा भन्न पाए। मेरो को नै छ र? उसको मुख हेरेर म दिन कटाछु, मेरो सहारा नै उयो हो। आइन्दादेखि मेरो छोरा गल्ती गरे त्यसको जिम्मेवारी म लिनेछु। काजी साहब, तपाईँको खुट्टा समातेर म माफी माग्न चाहन्छु, तर मेरो छोरोले केही नगरे, बिन्ती छ काजी साहब। तिम्रो लोग्नेले लिएको ऋण तिर्न अझै बाँकी छ। छोरो ठुलो होला र तिर्ला भनेर चुप लागेर बसेको थिएँ। सुतेको बाघलाई उठाउने प्रयास गरे। तिम्रो छोरोलाई यो गाउँठाउँमा कतै देखे भने जिउँदो रहने छैन। काजी साहब, तपाईँ चिन्ता नगर्नुहोस्, त्यसलाई म यो गाउँमा बस्नै दिनु। मेरो मुख हेरेर एकचोटि क्षमा दिनुहोस्। ठिक छ, तिमीलाई एकचोटि माफ दिएँ। आइन्दा तिम्रो छोरो यहाँ देख्यो भने तिमीलाई पनि ठिक हुने छैन। हस् काजी साहब, हस्। फेरि यो घरमा आउनु नपरोस्, मैले भनिदिएको छु। हिँड घटाऊ। निर्मला, एउटा राम्रो कुल घरानको केटासँग तिम्रो बिहेको सिनोफानो गइसक्यो। अब कहीँ जाने होइन, घरमा बस्ने। ल आमा, म विदेश जाँदैछु। मलाई विदेश जान मन त थिएन, तर तपाईँको जबरजस्तीले गरेर म विदेश जान बाध्य भएँ। म छिटै फर्केर आउनेछु आमा। ल छोरा, राम्रोसँग जा, तर म मर्नुभन्दा एकचोटि घर फर्केर आइज है। हस् आमा। नमस्कार तपाईँहरूलाई। आज हजुरहरूको उपस्थिति भयो, मेरो छोरीको विवाहमा तपाईँहरूको आगमन भयो। यो परिस्थिति समय अनुकूलता नमिलेर तपाईँको अन्धशुक्रको कारणले गर्दाखेरि समयलाई मध्यनजर राखेर हामीले यो विवाहलाई पूर्णतः रूपमा दिन सकेका छैनौँ। यो पछाडि तिथि मिति तय गरेर फेरि गाउँ समाजलाई बोलाएर रीतिरिवाज अनुसारले यो विवाह सम्पन्न हुन्छ। आजको मितिदेखि मैले मेरो छोरी निर्मलालाई प्रतापजङ सिंहको हातमा सुम्पिएको छु। मारे पाप पाले पुण्य। बुवा, हजुरले यो कुराको कुनै चिन्तै लिनु पर्दैन। अब ऊ हजुरको छोरी मात्रै नरहेर मेरो श्रीमती पनि हुन्। ऊ अब मेरो जिन्दगीको एउटा हिस्सा बनेर बस्ने छिन्। हजुरको छोरीको आँखाबाट म कहिले पनि आँसु आउन दिने छैन बुवा। यो मेरो बाचा भयो हजुरलाई। हस् बुवा, अब हामी लाग्छौँ पनि। टाढा बाटो पुग्न पनि समय लाग्छ। नमस्ते। हस्।
हे भगवान् म के गरौँ कहाँ जाउँ माइती घर जाउँ भने बुवा आमा गाउँ छिमेकीले के भन्छ मलाई फेरि बिहे गरेको छोरी माइती घरमा कसरी जाउँ म एक्लै पनि त छैन नि मेरो पेटमा अर्काको नासो छ म कसरी लिएर जाउँ फेरि बिहे गरेको चेली माइती घर जाँदा के सोच्छन् के भन्छन् होला मेरो बुवाको इज्जत मेरो इज्जत के रहन्छ होला के हुन्छ होला कस्तो नराम्रो सपना देखेँ घरमा आमालाई त केही भएको छैन नि बिरामी हुनुहुन्थ्यो केही भयो कि यो सहरमा पनि मलाई पटक्कै बस्न मन लागेन यहाँ त स्वार्थी र घमण्डी मान्छेहरू मात्र बस्दा रहेछन् यहाँ काम गरेर म पटक्कै बस्न सक्दिनँ म जसरी पनि घर जान्छु बिरामी आमाको सेवा गर्छु र त्यही प्रियालाई बिहे गर्छु र आफ्नै खेत छ आफ्नै बारी छ आफ्नै काम गरेर बस्छु यदि काम घरमा गरे भने त मेरो घरमै सुन फल्न सक्छ म डराएर त्यो गाउँ छोडेर हिँडेको होइन म त मेरी आमाको खुसीका लागि केही समयलाई मात्र गाउँ छोडेर हिँडेको जसरी हुन्छ म अब आफ्नै गाउँ जान्छु म त्यो काजीसँग लडेर भए पनि त्यही गाउँमा बस्छु मैले केही गल्ती गरेको छैन र म बिना गल्ती काजीसँग त के कसैसँग पनि डराएर बस्न सक्दिनँ बहिनी कहाँ हिँडेको तिमी जन्ती आउने बेला भइसक्यो तिमी तयारी भयौ हजुर दादा म तयार भइसकेँ जाऊ भित्र गएर बस के छ शेखर त कहाँ थिइस् म भत्तेतिर थिएँ भत्तेर हेर्दै थिएँ भाइ भत्ते रेडी हुँदैछ नि जन्ती आउने बेला भइसक्यो सब रेडी भइसक्यो पुलौहरू सबै पाकिसक्यो पानीहरू सब व्यवस्था भइसक्यो टेन्सन नगर्ने यार तेरो बहिनी भनेको मेरो बहिनी हो तेरो इज्जत भनेको मेरो इज्जत हो ल यार ल मलाई पनि तिमीहरू छौ र त ढुक्क हुन्छ त बिना टेन्सन बस केही टेन्सन नगर सब म मिलाउँछु एलेक्स त आइस कति ढिलो गरेर आएको हो प्रिया म आएँ प्रिया यहाँ के हुँदैछ प्रिया आज मेरो बिहे हुँदैछ
घर परिवारबाट दबाब आयो, केटा पनि मैले राम्रो भेटेँ। अनि मलाई कुर्न सकेनौ? तिमी केटाहरू जस्तो कहाँ सजिलो छ र? त्यसैले मैले बिहे गर्ने निर्णय गरेँ। मलाई माफ गरिदेऊ। म त तिमीलाई श्रीमती बनाउन भनेर आएको थिएँ, तर बधाई दिएर जानुपर्ने भयो। धेरै धेरै शुभकामना छ तिमीलाई। एलेक्स, एउटा कुरा, निर्मला तिमी यो के गरेकी हौ? मेरो विगतलाई नसोधा एलेक्स। मेरो जीवनमा के भएन, सायद मेरो आज अन्तिम दिन हुनेछ। निर्मला तिमी यो के भन्दैछौ? तिमीलाई अलिकति पनि लाज लाग्दैन? आफूले आफ्नै जीवन फाल्ने तिमी कायर रहेछौ। कायर म होइन एलेक्स, मलाई परिस्थितिले बनाइदियो।
हो थाहा छ मलाई, मैले पनि तिम्रो मन दुखाएकी छु। मन त तिमीले होइन मैले दुखाएको छु। म कसैको अगाडि मुख देखाउन लायक छैन, न त तिम्रो प्रश्नको जवाफै छ मसँग। तिमीले मेरो प्रश्नको जवाफ दिनै पर्छ, किनकि कुनै दिन तिमीले मलाई प्रेम गर्थ्यौ। तिमी मलाई प्रेम र विश्वास गर्छौ भने भन निर्मला, तिमीलाई के आपत्ति पर्यो? एलेक्स, मेरो बाटो नरोक, मलाई जान देऊ। तिमी प्रतिको विश्वास र प्रेम आज पनि घटेको छैन। हिजो जे थिए आज पनि त्यही छु। ए, मेरो कुरा सुन्न चाहन्छौ? सायद तिमीले मेरो कुरा सुन्न पनि सक्दैनौ होला। तिम्रो लागि मसँग क्षमता छ, तिमी भनेर त हेर। तिमीलाई मैले यो गाउँमा धेरै खोजेँ, तर कहीँ पनि भेटिनँ। अनि बुवा हजुरले मलाई जबरजस्ती बिहे गरिदिनु भयो। जब म त्यो घरमा भित्रिएँ, आज मैले बहुत हारेँ। भोलि त मैले जसरी उठाउनु पर्छ यो पैसा, तर पैसा पो छैन, के गर्ने? ए, तँसँग कति पैसा छ कहिले त? कहाँ छ मसँग पैसा? एक दिन होइन, 2 दिन होइन, सधैँ रक्सी खाने पैसा मैले दिने हो। नभए त्यो सुनमा पनि ले। दिन्न म यो सुन, मैले माइतबाट ल्याएको। ए, त्यो सुन मेरो होइन, त्यो चाहिँ मैले तेरो माइतको। के भनिस् अरे? के अरे? तेरो माइतबाट ल्याएको सुन मेरो होइन? के अरे? 1 दिन न, 2 दिन न, 3 दिन न, मेरो माइतबाट ल्याएको सुन म दिन्न। के अरे? त्यो सुन दिनुहोस् अरे? त्यसो भए त्यो सुन लिएर त पनि माइत गइहाल। ठिक छ, म माइत जाउँला, तर यो पेटमा हुर्केको बच्चा के गर्छ? यो मेरो बच्चा पनि होइन र मलाई यो बच्चाको मतलब पनि छैन। तर तेरो बच्चा फेरि यो घरमा आइस भने टुक्रा टुक्रा पारेर फ्यालिदिन्छु। त जस्तो बाउ हुनुभन्दा त मर्नै ठिक छ। यो पेटमा भएको बच्चालाई म जसरी पनि हुर्काउँछु। के अरे? अझै त्यस्तो भन्दैछस्? तँलाई म नमारी छोड्दिनँ, तर तेरो बच्चा 2 जनालाई नै मारिदिन्छु। यहाँबाट गइहाल तिमीहरू। त्यसैले मेरो कहीँ पनि जाने ठाउँ थिएन। मेरो अन्तिम विकल्प नै मर्नु थियो। हेर, यहाँ समस्या सबैलाई छ। समस्यासँग जुधेर अघि बढ्नुपर्छ। मर्नु नै त समस्याको समाधान पनि होइन। हेर निर्मला, म पनि कहाँ खुसीले बाँचेको छु र? मेरो अवस्था पनि त्यस्तै छ। एकपल्ट सोच त, भाग्यले जुरायो भने मेरो पहिलो प्रेम र अन्तिम प्रेम तिमी नै हुनेछ। म त अर्काकी सिन्दुर पहिरेकी मान्छे, यो कसरी हुन सक्छ? सम्भव छ निर्मला, सम्भव छ। यदि तिमीले अन्तिम निर्णय गरेकी हो भने म तिमीलाई स्वीकार्न तयार छु। हामी दुईजना फेरि पनि नयाँ जिन्दगी सुरु गर्नुपर्छ। ठिक छ, मलाई त स्वीकार छ होला, तर यो पेटमा हुर्किरहेको बच्चालाई तिमी के गर्छौ? तिम्रो बच्चालाई मैले हाम्रो प्रेमको उपहार भनेर स्वीकार्ने छु। तिमी साँच्चै भन्दैछौ एलेक्स? हो निर्मला, मेरो पनि बाँच्ने आधार को छ र? एउटी आमा हुनुहुन्थ्यो, उहाँले पनि संसार छोडेर जानुभयो। मलाई आशा छ अब मेरो आमाले दिए जस्तो ममता र श्रीमतीले दिने माया अब तिमीले दिनेछौ। त्यसैले निर्मला, जाउँ मसँग, नयाँ जिन्दगीको सुरुवात गरौँ। नै नभन ल? अनि मलाई यो गाउँमा के भन्लान्? अनि मेरो बुवा हजुरले? मलाई लाग्छ तिम्रो बुवाले फेरि त्यो गल्ती दोहोऱ्याउनुहुन्न। जाउँ, हिँड निर्मला। नै नभन, हिँड निर्मला। म कसम खाएर भन्छु निर्मला, म जिउँदो होइन्जेल तिमीलाई र तिम्रो बच्चालाई कहिले पनि हेला गर्ने छैन। यो मेरो बाचा भयो।
काजी साहब कहाँ जानुभयो? काजी साहबलाई बोलाइदिनुहोस्। काजी साहब तपाईँलाई बाहिर खोज्दै हुनुहुन्छ। काजी साहब, तपाईँकै छोरी ल्याइदिएको छु, लिएर जानुहोस्। यो के भन्दैछ? मेरी छोरी मैले लिएर जान सक्छु। घर घरि खाकी छोरीलाई कहाँ बेपत्ता बनाए? तँलाई यही फुकुरले छप्काइदिउँ? एकछिन काजी साहब, मैले तपाईँको छोरीलाई बेपत्ता बनाएको होइन, बरु तपाईँको छोरीलाई मर्नबाट जोगाएर ल्याइदिएको छु, लिएर जानुहोस्। होइन बुवा हजुर, उहाँलाई छप्काउनुभन्दा पहिला मलाई छप्काउनुहोस्, किनकि उहाँले मलाई मर्नबाट बचाएर ल्याउनु भएको छ। उहाँको कुरा किन बुझ्नुहुन्न? के बुझ्ने छोरी? मैले तिमीलाई यो केटालाई छोडाएर त्यो खानदानी केटासँग तिम्रो विवाह गरिदिएँ। तिमीलाई मात लाग्यो। होइन बुवा हजुर, तपाईँको जुन धन सम्पत्ति छ नि त्यसले गर्दा आज मलाई मर्न बाध्य बनायो। धन सम्पत्ति हुने मान्छे त निर्दयी हुँदो रहेछ, तर जोसँग प्रेम छ नि उसले त आज जिन्दगी दियो। आज त्यही भयो। यो के भन्दैछौ छोरी तिमी? तिम्रो लागि मैले के गरिनँ? तपाईँले धन सम्पत्ति मात्र हेर्नुभयो, मेरो भावनालाई कहिले बुझ्नु भएन। जब म त्यो घरमा भित्रेदेखि जाँड रक्सी खाएर मलाई पिट्यो र धन सम्पत्ति गरगहना सबै लुट्यो र म यो अवस्थामा आइपुगेँ। हुँदाहुँदै मलाई घरबाट निकालिदियो। आज म दुई जीवकी छु, म कहाँ जाउँ? लिएर जाने विकल्प केही थिएन, त्यही भएर म मर्न बाध्य भएँ। तर मेरो प्रेमले एकपल्ट संसार देख्ने मौका दियो। छोरी, यो कुरो तिमीले पहिले किन भनेको? पहिले नै भनेको भए आज तिमी यो अवस्थामा आउने थिएन। जब हजुरले सधैँको लागि यो घरबाट बिदा गरेर दिनुभयो मलाई, म फेरि कुन मुखले आउने यो घरमा? मलाई माफ गरिदिनुहोस् बुवा हजुर। समयको खेल पनि अचम्मको हुँदो रहेछ। जुन मेरो पहिलो प्रेम थियो आज त्यही अन्तिम भयो। छोरी, तिमी यो मान्छेसँग बिहे गर्छौ? बुवा हजुर, म एलेक्ससँग बिहे गर्छु। मायामा सबै कुरा जायज छ र यो पेटमा भएको बच्चालाई पनि उहाँले स्वीकार्छु भन्नुभएको छ, किनकि उसले मलाई माया गर्छ। हो काजी साहब, निर्मला मेरो पहिलो प्रेम हो। जहाँ गए पनि जे गरे पनि मलाई निर्मलाको एकदम धेरै याद आउँथ्यो। समय पनि कस्तो उल्टो चल्यो, फेरि हामीलाई भेटाइदियो। यो दुई कौडीको मान्छेलाई मैले कसरी ज्वाइन गर्नु? तिमी आफै भन। तिम्रो कारणले मेरो मान इज्जत प्रतिष्ठा माटोमा मिलायो। हजुरले त स्वीकार्नुपर्छ, एउटा घरबार बिग्रेको छोरा मान्छेले अर्को श्रीमती बिहे गर्नुहुन्छ भने हामी महिलाले किन हुन्न? तपाईँहरू जस्तो पुरुषले त हामीलाई सहयोग गर्नुपर्छ। त्यसैले आजबाट म उसको श्रीमती हुँदैछु। मैले भनेको थिएँ नि काजी साहब तपाईँलाई, एक दिन तपाईँको छोरीलाई बिहे गरेर लिएर जान्छु भनेर। आज सही साबित भएको छ। समय कसैको हातमा हुँदैन काजी साहब। हिजो तपाईँको हातमा थियो, आज मेरो हातमा छ। हो बुवा हजुर, प्रेम मर्दैन भन्थे साँचो रहेछ। मलाई माफ गरिदिनुहोस्। छोरी, जिन्दगीमा कहिले हारेको थिएन, आज हारे। भन्छन् माइती पक्षले जहिले पनि हारेको हुन्छ। आज मैले हारे, तिमीले जिते। हस् काजी साहब, अहिले हामी जान्छौँ।